मौला। सुन साइली साइली 40 कटेसी रमौला। सुन साइली साइली परदेशबाट मौला। सुन साइली साइली 40 कटेसी रमौला। सुन साइली साइली दियो मतेलै हुरुरु। सम्झी कहिल्यै नरुनु। सुन साइली साइली परदेशबाट मौला। सुन साइली साइली 40 कटेसी रमौला। हेलो साइली, के छ तिम्रो हाल? ठिक छु। हजुर मलाई साह्रै तिम्रो याद आउँछ साइली। धर्म नाम्लो बरियो भाबीको खेलमा परियो। सुन साइली साइली फुलोमा पानी कालाला। गाउँघरको तस्बिर झलाला। सुन साइली साइली जातो घरारा। झर्दो आँसु बरारा। सुन साइली साइली परदेशबाट मौला। सुन साइली साइली 40 कटेसी रमौला। कटेसी रमौला।
तालैमा रातो घलेकीमा रोटी घरमा घुमझोडी नाचौँला औै बेलुकीमा मादलको तालैमा नाच्छौ तिमी मयूरको चालैमा रातो घलेकीमा रोटी घरमा घुमझोडी नाचौँला औै बेलुकीमा रोटी घरमा घुमझोडी नाचौँला औै बेलुकीमा तिमीलाई तान्यो दोहोरी भाकाले मलाई तान्यो नसालु आँखाले रातो घलेकीमा रोटी घरमा घुमझोडी तमाङ बस्तीमा त आएको यहाँ दिदीहरूसित तमाङनी दिदीहरूसित कुराकानी गर्छ छैमालो यो छैमालो बस्ती भनेको चाहिँ तमाङ भाषामा छैमालो भन्छ होइन तमाङ बस्ती यहाँबाट चाहिँ अब हाम्रो सुन्दर एकदम राम्रो देखिँदैछ अब यो चाहिँ पक्का चाहिँ अब गाउँको एकदम सुन्दर गाउँ यो गाउँबाट चाहिँ अब काठमाडौँ भ्याली चाहिँ एकदम राम्रो तरिकाले आनन्द मौसम पनि यति सफा आनन्द ठाउँ यहाँबाट हेरेपछि अब स्वर्गको टुक्रा भन्दा नि हुन्छ यो ठाउँलाई र त्यो ठाउँलाई स्वर्गको टुक्रा यहाँबाट हेर्दाखेरि बस्ती एकदम राम्रो देखिँदो रहेछ अब छैमालो गाउँमा चाहिँ अब ऐला र अब यो ऐला छैला अब यिनीहरूलाई चाहिँ ठुलो बनाएर पछि चाहिँ व्यवस्था गर्नुपर्छ यो बेला बेला काट्नुहुन्छ होला नि यसलाई होइन गाउँमा काटेर तपाईँहरू पनि खानुहुन्छ हामी काठमाडौँ सिकेर भिडियो बनाइदियो भिडियो गराएको क्या हो फेरि निस्किआयो भैया त
बनमाराले बनै खायो, बनमाराले बनै खायो, पिरै पिरले जिउ खायो। एकै भेटमा निर्मोहीको हो, एकै भेटमा निर्मोहीको यति धेरै माया लायो। भोक सुरता सबै खायो, भोक सुरता सबै खायो, आँखाबाट निद खायो। नदेखे भए हुन्थ्यो होला, हो नदेखे भए हुन्थ्यो होला, देखेपछि माया लायो। कति राम्रो सुहाएको फुल बुट चोली, कति राम्रो सुहाएको फुल बुट चोली, एकैपल्ट हाँसिदेऊ न दन्ते लहर खोली, एकैपल्ट हाँसिदेऊ न दन्ते लहर खोली। पछ्यौरीमा पस्किदिउ कि इन्द्रणीको लाली, पछ्यौरीमा पस्किदिउ कि इन्द्रणीको लाली, हाँगा हाँगा चैत पुल्यो बैस डाली डाली, हाँगा हाँगा चैत पुल्यो बैस डाली डाली। बनमाराले बनै खायो, बनमाराले बनै खायो, पिरै पिरले जिउ खायो। एकै भेटमा निर्मोहीको हे, एकै भेटमा निर्मोहीको यति धेरै माया लायो। यो ठाउँको चाहिँ मैले यस्तो देखेँ कि यो वरिपरि बस्तीहरू र बिहान बेलुकी हिँड्नको लागि चाहिँ एकदम राम्रो। माछा बिचमा चाहिँ माछा पोखरी, माछाहरू चाहिँ अनेक यहाँ चाहिँ थरी थरीको माछाहरू चाहिँ देख्न पाइने। मेन चाहिँ बिहानमा चाहिँ यो घुम्दाखेरि एक चक्कर लाउँदाखेरि झन्डै झन्डै 1 घन्टा लाग्ने रहेछ होइन। 1 घन्टा भनेको चाहिँ एक्सर्साइजको लागि चाहिँ यो एरिया चाहिँ एकदम राम्रो रहेछ होइन। र माछा पनि यहाँ अनेक थरीको माछाहरू हुँदो रहेछ। जस म अब काठमाडौँमा घुमे मध्येमा चाहिँ यो दृश्य हेर्दाखेरि चाहिँ मलाई चाहिँ एकदम ठिक लाग्यो, किनकि माछा पनि हेर्न पाइने, यो हिँड्ने बस्ती बाटो पनि एकदम राम्रो बनाएको रहेछ। यहाँ मनोयोगको लागि चाहिँ एकदम, स्वास्थ्यको लागि चाहिँ एकदम राम्रो ठाउँ रहेछ। यो ठाउँ चाहिँ देश बस्तीलाई एकदम ठिक छ। हामी फ्यामिलीहरू चाहिँ आज यो पोखरीको उसमा आएर अनेक माछाहरूलाई चाहिँ दानाहरू खुवाइसक्यो। अहिले चाहिँ हामी यो माछालाई हेर्दै हेर्दै हामी हिँडेको छौँ। सम्पूर्ण चाहिँ अब देश विदेश भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी आफन्तहरूलाई चाहिँ यदि काठमाडौँ नेपाल आउनुभयो नजिक जानु न, यो पोखरीमा चाहिँ एकचोटि आएर यहाँको चाहिँ वातावरण बुझ्नुहोस्। यहाँको बुझिसकेपछि यहाँको चाहिँ माछा र यहाँको चाहिँ यो दृश्य हेर्दाखेरि चाहिँ एकदम आनन्द फिल हुने मौसम पाइँदो रहेछ। अहिले म यति भन्दै मेरो 2 शब्द चाहिँ टुङ्ग्याउँछु। हाम्रो फ्यामिलीहरूलाई चाहिँ खुसी बनाउँदैछु। म चाहिँ आफ्नो पोखरी तरफ चाहिँ माछाहरूलाई दाना खुलाउँदै हिँड्दैछु। मेरो छोरो डेभिडले चाहिँ उताबाट चाहिँ एउटा दाना दिन नपाएर एकदम फुलिरहेको छ। 2-3 पोका दिइसक्यो हाम्रो बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, बुद्धं शरणं
गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि
नाम हुन्छ भला मिलाउने हाम्रो दिगम्बरले जति हो त्यसले भनेर मिलाउन खोजेको भन्दै भनेर तिमीले उनको नाम हुन्छ भनेर मिलाउने हाम्रो दिगम्बरले जति हो त्यसले भनेर मिलाउन खोजेको भन्दै भनेर मिलाउन खोजेको भन्दै भनेर मतराजी बनाइदेऊ उनीलाई आँखादेखि मेरो नै माया दिदा नपर गङ्गै अब हाम्रा लैजान्छन् सँगसँगै भगवानले जति हो तिमीले भनेर मिलाउन खोजेको भन्दै भनेर अब हाम्रा लैजान्छन् सँगसँगै भगवानले जति हो तिमीले भनेर मिलाउन खोजेको भन्दै भनेर मिलाउन खोजेको भन्दै भनेर
मधुरो मनको रहर मनैमा अधुरो आज बाँकी रहेका अधुरा हाम्रा गीत सङ्गीतहरू भोलिको दिनमा प्रस्तुत गर्ने वाचा गर्दै आजको निर्धारित समय लिन टिप्ने टोकाटी सकेको हुनाले भोलि फेरि पनि यहाँ माझ भेट हुने वाचा गर्दै आजलाई पनि हामी सम्पूर्ण गाउँलेसी जोडी साथ परिवार यहाँ माझ गर्दै बसना अंकुशले तानु की झट्टा रोले हानु की यो नानीको शिरमै मोहनी यो नानीको शिरैमा इन्द्र कमल फुल फुल्यो मगा मगा चल्यो बसना अंकुशले तानु की झट्टा रोले हानु की यो नानीको शिरमै मोहनी हामी पनि रिसिङको तिमी पनि रिसिङको लगाइदेऊ नयाँ एकै किसिमको हामी पनि रिसिङको तिमी पनि रिसिङको लगाइदेऊ नयाँ एकै किसिमको चोली दिउला मखमली सारी दिउला फाइबर मै हुँ कान्छी रेलको ड्राइभर चोली दिउला मखमली सारी दिउला फाइबर मै हुँ कान्छी रेलको ड्राइभर बसना अंकुशले तानु की झट्टा रोले हानु की यो नानीको शिरमै मोहनी